इले पो बुढो भएर 12 वर्ष उमेरैमा मै पनि झिल्के हुँदो अहिले पो बुढो के गीतको छोरा त छोरा मान्छे हो कि केटी मान्छे हो लु भन्छ खै छोरै जस्तो लाग्छ छोरै हो नि हौ किन हौ घरको कुराहरू डल्लै बाहिरतिर बाँड्दिन्छ सर त हल्ला गर्दै छोरा जस्तो भएर छोरा जस्तो बस है केटा मान्छे जस्तो किलकिले नभए जस्तो केटीहरू जस्तै दुनियाँलाई के भन्दै हिँड्छ सर त किलकिले छ त पापा किलकिले छ त किलकिले त्यही त अन्त किलकिले भएको जस्तो बोल्नु पर्यो नि अन्त मान्छेको छेउमा भएको जस्तो बोल्यो कसैले पनि थाहा नपाओस् न आफ्नो उयो आफ्नो मान्छे भएपछि आफ्नो ओजनमा हिँड्न सिक्नुपर्छ बुझ्यो आफ्नो ओजनमा हिँड्नुपर्छ आफ्नो ओजन थाहा नपाओस् अरूले कसरी थाहा पाउँछ अन्त ओजन त अन्त अहिले ज्यादा नहोला है आमा खोइ पापा के आमा किन कसलाई 10 रुपियाँ दिन्छ मिठाई किन्नु मैले साह्रो चाम्रो बाँझो भएछ हौ यो त आँखारो रोपौँ भनेको अलिकति 45 अरे 45 यहाँनिर अहिले 45 अहिले 13 देखान्छ 45 अहिले यहाँनिर सकाउनु छैन 45.5 के 45.5 के हो यो 45.5 त्यो त के 45.5 चाहिँ 45 45 त्यो त के छ 45.5 त के रालमाथि साथीमा पो टालेर हिँड्नेछस् त के टालेको यो अनि आफूले भनेको न मान्छे भएपछि ओजनमा हिँड्नुपर्छ भनेर ओजनमा बोल्नुपर्छ भनेर 45.5 मैले त्यो भन्नु खोजेँ कहाँ हो त अनि अघि बिहान चाहिँ के भनेको अन्त कुकुरले गुनाएको अन्त 45 अरे उयो मान्छे भएपछि ओजनमा हिँड्नुपर्छ ओजनमा बोल्नुपर्छ भने ओजन यहाँ छ म यहाँबाट बोल्छु त्यो भन्नु खोजेको भएन मैले तँलाई त मैले बुझाउनु खोजेको पो त हौ भाइ किलकिले पनि काटिदिएँ त पापा मैले त अब त यहाँबाट जान्छस् कि धुला खान्छस् जान्छस् कि धुला खान्छस् भनेको गिफ्ट हालेर हिँड्नु भनेको छु मैले जान्छस् कि जान्छु नि जान्छु कस्तो छोरा जन्माएछु मैले त नादो नादो थक्का